टक्क कस्तो चिप्लिन रहेछ हो गाँठ यहाँ त सिप रहेछ मेरी बाबु ओइ 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 मेरी बाबु ओइ ओइ के गर्छ ओइ 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 ओहो मेरी बाबु बुढीलाई पछि राखेर गाइज यसरी घुमाउन लग्न पनि जातिबिती गाह्रै छ हो गाइज बुढीको साथो उडेको छ गाइज लोटे आज बुढाबुढी छ लोटिन्छ गाइज बुढाबुढी छ गाइज गाइज Oh my god! Look at the view! Hey. Hello everyone, Namaste. Welcome back to my channel. I hope सबजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु र अहिले चाहिँ म मेरो सानो फर्ममा आएको छु टक्कला देख्न सक्नुहुन्छ है अनि छानोमा चाहिँ यहाँ पाल परेछ सो पाल परेछ छाउने बेला पनि हुन लाग्यो र अब हामी चाहिँ टक्क लाएर कहाँ जाँदैछौँ त भन्दाखेरि घुम्न जाँदैछौँ आज हाम्रै गाउँ वरिपरिको ठाउँमा र सो टक्क यहाँ तल खुलौँ न यहाँ ल टक्क यहाँ गोठ भयो अनि बाइक चाहिँ यहाँ लिएर राखेको थिएँ टक्क लाएर बुढी भएपछि यतिको चाहिँ गर्नु पर्यो गेट सेट खोल्ने बन्द गर्ने टक्क बन्द गर्ने त्यहाँ अटो तान्न पर्छ हो त्यसरी सिक्नु पर्छ ल बाइक पनि टक्क लाएर आफ्नो सानो फर्मदेखि चाहिँ निकालेर हिँडिरहेको छु है सानो बाटो डर लाउँथ्यो आजभोलि चाहिँ पानी परेर होला भाल्दै लाग्दैन ओहो कतामा यहाँ चिटिक्क परेर आऊ बस पुऱ्याइदिन्छु पर्दैन ओके सो हामी चाहिँ अब राइडमा हिँड्यौँ है साथी हो आजको 2 घन्टाको टाइम छुट्याएर चाहिँ हामी जाँदैछौँ यसो घुम्नको लागि चाहिँ आज चाहिँ हामी कहाँ घुमिन्छ सो गाइज स्टे ट्युन भिडियो कन्टिन्यू हेर्नु होला आज फुल अफ रोडिङ पुरीसँग है गाइज के हो बुढीलाई चाहिँ आज फर्स्ट टाइम घुमाउन लग्दैछु मैले सो आई एम एक्साइटेड टक्क बिस्तारै जानुपर्छ फेरि ठुलो सुलो हुन्छ अब सनस्क्रिन लगाएका फेरि पुस्न पर्ला धुलोले बुढीका ओठा लाली चिकित्सी गालामा त के घसी थियो अब सनस्क्रिन रे लोसन रे ओहो केका लोसन हुन्थ्यो समझ रहे हो चाहिँ अब हामी बडो छुम्के डाँडामा चाहिँ आउँछौँ यहाँनिर चाहिँ टक्क लाएर हाम्रो गाउँको चाहिँ भ्यू मजाले देखिन्छ गाइज है अब बुढासँग बस्दा नि डर लाग्छ फाल्टो न साल्टो के फाल्टो लोटी हालिन्छ नि डर लाउँछ अरे मेरी बाबु
स्कुटी लिएर यहाँ गुड्छ कि गुड्छ हामी चाहिँ अब आइएछ के अरे अलिक माथि गाउँतिर ढक्क यो डाँडामाथि जाने भने त हिमाल देखिन्छ के त्यही भएर आज चाहिँ बुढीलाई यसो मौका पारेर चाहिँ घुमाउन लग्दैछु टक्क कस्तो चिप्लिन रहेछ हो गाँठ यहाँ त सिट रहेछ मेरी बाबु ओइ 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 मेरी बाबु ओइ ओइ के गर्छ ओइ 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 ओहो मेरी बाबु यति सुन्दर ठाउँ अरे वाह कितना सुन्दर फेरि जग्गा यस्तो बाटोमा आएको छौँ जहाँ कि एकदमै गिटी गिटी छ गाइस बाइकलाई चाहिँ एकदमै कन्ट्रोल गरेर चलाउनु पर्छ बुढीको साथो उडेको छ गाइस टक्क लाएर अब बुढीको त सातो गइसकेछ कालो निलो भइसकेछिन् अब बाटै यस्तै छ गाह्रो हुन्छ यस्तो बाटोमा त नि बरे बुढीलाई पछि राखेर गाई यसरी घुमाउन लाउन पनि जातिबिती गाह्रै छ हो गाई अब नजाम भन्दा नमान्ने जाम भन्दा यस्तो छ हालत बाटोको राम 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 हे राधे राधे हे राधे कृष्ण जय राधे कृष्ण बुढीको यहाँ खुट्टै गलिसक्यो रे गाइज मान्छेको यहाँ के गलिसके त्यो बनेको रहेछ बाटो हे प्रभु जाने बेलामा चाहिँ त्यो बाटो जानु पर्ला यो बाटो त हत्तै बनाएको रहेछ अहिले झन् छोडेपछि त A few moments later. के भएको एक्लै के खानु भएको ल गाइज अब हामी चाहिँ यहाँदेखि निस्किन लागेको छौँ होइन हामी चाहिँ अहिले कहाँ आएको थियौँ भन्दाखेरि टक्क नेपालीको माझगाउँमा चाहिँ आएको थियौँ टक्क एकदमै है मिलेर बसेको टक्क यहाँनिर चाहिँ बस्दैछ त्यही ल अब चाहिँ यहाँदेखि निस्किन्छौँ अनि भोक लागे जस्तो गरेको थियो र मम्फुली किनेर पनि खाएर भ्याइसक्यो है सो ल हामी यहाँदेखि चाहिँ निस्किन्छौँ अब यहाँ हाम्रो बुढी काम चाहिँ भयो हामी चाहिँ खासमा आएको भनेको चाहिँ बचत उठाउन आएको थियौँ है हामी घुम्न पनि भयो अनि प्लस बचत पनि सँगसँगै भयो आज त्यहीलाई माझगाउँ घुम्यो अब टक्क लाएर माझगाउँलाई छोडेर चाहिँ हामी यहाँदेखि जाँदैछौँ है सो त्यही हो ल गाइज बाटो यस्तो छ होइन हिजो अस्ति भर्खर मात्र सोर्या हो दोदरले अनि सो त्यही भएर चाहिँ डिगै बनेको छैन क्या बाटोको अनि चलाउन पनि अप्ठ्यारो भइरहेको छ अनि यताको बाटो झनै डेन्जर छ डेन्जर सो यहाँ पहिला खाल्डो थियो त्यही खाल्डोको डाउन त हो ढुङ्गा निकालेको त बहिनी ए बुढी
के बोले भाइ अब के बोले के जथाभावी बोले बुढी नो सिस्टर ओन्ली वाइफ वाइफलाई चाहिँ बहिनी ठान्ने छ होइन टक्क हामी चाहिँ त्यो गाउँदेखि फर्केको अहिले टक्क यो अब हिमाल होइन यो पहाड चढ्नुपर्छ यो ठाडै उकालो बाटो खै के कस्तो बनाएको छ दोजरले फेरि बाबै सो ओके लेट्स सी ओ बाटो त यो गाडी नहिँडेको भएर चाहिँ बिगै बनेको छैन अझै त्यस्तो ठाडै छ फेरि लोटे आज बुढाबुढी छ लोचिन्छ गाई बुढाबुढी छ My God. Hello. We guys, we guys, we guys. Oh my God. Look at the view. यस्तो छ डेन्जर है त्यही माथि पुरै गिटी बल्ल बल्ल आइयो ल छेउमा चाहिँ हिँड्न हुन्न एकदमै अप्ठ्यारो छ यस्तो पुरै छाँगै देखिन्छ त भने तलको त यस्तो डाँडा खनी चाहिँ यहाँ बाटो भएको छ बाइक चाहिँ अड्डाउन सक्नु पर्यो होइन अनि यस्तै गिटी त उक्लिहाल्छ ओके फाइनली अब बुढीलाई पनि घुमाइयो आज अनि बुढीको काम पनि बन्यो त्यही हो ल भिडियो चाहिँ अब आइहाल्छ नि हल्का घरमा बिजी भएर मात्र चाहिँ अब भिडियो बनाउन पाएको छैन सो भिडियो चाहिँ अब आउँछ बिस्तारै कन्टिन्यू ल ओके गाइज म चाहिँ अहिले घर आइपुगेँ अनि टक्क लाएर देख्न सक्नुहुन्छ यो चाहिँ मेरो प्यारो है गाउँ हाम्रो भनौँ न सबैको अब हाम्रै सबैको प्यारो गाउँ टक्क लाएर अहिले चाहिँ स्कुल पनि सुरु भएको छ सो अहिले कति बज्यो 2 बज्न लागेको रहेछ ब्रेक टाइममा चाहिँ बाहिर खेलिरहेको छन् है सो त्यही हो ल अब टक्क घर आइयो भिडियो के कस्तो लाग्यो सो डु कमेन्ट है त्यही हो अब चाहिँ अहिले यहाँ सोचिरहेको छु यहाँ खोर बनाउने भनेर खोर चाहिँ पहिलाको साङ्लो भयो अब त्यही हो ल त्यही भिडियो आउँछ